यदि सबै कुरा चाहँदैमा मिल्थ्यो भने सायद दुनियाँमा मेहनत, सङ्घर्ष र भगवानको आशीर्वादको जरुरत नै पर्ने थिएन होला। जो मुस्कुराइरहेको देखिन्छ ऊ भित्रैबाट खुसी छ भन्ने हुँदैन। आजकलको जमानामा खुसी उनै छन् जो मतलबी छन्। नराम्रो समय जीवनमा तपाईलाई नराम्रो बनाउन आएको होइन, ताकि आफ्नाहरू चिनाउनका लागि आउने गर्छ। चाहिए भन्दा बढी राम्रो बन्न पनि नखोज्नुस्। जसले जुन भाषामा बुझ्छ उसलाई त्यही भाषामा सम्झाउनु पर्छ। उमेर चाहे जति नै किन नहोस्, तर धड्कनमा नशा चाहिँ जिन्दगी जिउने हुनु पर्यो। जीवनमा सबैभन्दा महँगो चीज तपाईको परिवार हो। त्यो ठाउँमा चुप नै रहनु बेस हुन्छ जहाँ दुई कौडीका मानिसहरूले आफ्नो गुणगान गाइरहेका हुन्छन्। खराब समयमा राम्रा मानिसहरूको साथ भाग्यवानलाई मात्र मिल्छ। मतलबी त होइन म, तर उनीहरूबाट आफैलाई टाढा गराउँदैछु जसले मेरो कदर म सफल हुँदा मात्र गरेका थिए। तपाईहरुका लागि जति नै गर्नुस् यो कुरा उनीहरूलाई याद हुँदैन, तर यो कुरा याद गरिरहन्छन् जो तपाई उनीहरूका निम्ति गर्न सक्नु भएन। मानिसहरू सबै एउटै हुँदैनन्। हेर्दा उस्तै देखिने सलाइका काँटेहरूले पनि कोहीले घर जलाए, कोहीले दियो। सदैव सकारात्मकतातिर फोकस गर्नुस्, किनकि जुन कुरामा तपाई बढी फोकस गर्दै जानुहुन्छ त्यही कुरा बढ्दै जान्छ। कर्मले कसैलाई माफ गर्नेवाला छैन। यदि उसले कसैलाई रुवाएको छ भने आफू पनि अवश्य रुनुपर्छ। म एक्लै छु, मसँग कोही छैन जस्तो लाग्यो भने एकपटक ऐनामा हेरेर अवश्य मुस्कुराउनुस्। कमाउनेलाई थाहा हुने हो पैसाको महत्त्व। बसेर खानेहरूले त हातको मैला भनेर भनिदिन्छन्। पहिले छिमेकीहरू पनि परिवार जस्तै हुन्थे। अहिले परिवार नै छिमेकीहरू बनेका छन्। जिन्दगीलाई यति गम्भीर रूपले लिनुपर्ने जरुरी पनि छैन, किनकि यहाँ सदैव जिउँदो कोही पनि रहँदैन। अरूलाई तल त्यसैले देखाउँछ जसमा अहंकार छ। संस्कारीहरू त सधैँहरूको सम्मान गर्छन्। मानिसहरू तपाईको त्यही खुबीसँग दल्ने गर्छन् जुन खुबीको उनीहरूभित्र कमी छ। जीवनमा हरेक पटक आँसुले मुख पखाल्नु भन्दा एकपटक हिम्मत गरेर समस्यालाई नै पखालिदिनुस्। यदि स्वस्थ स्फूर्त हुनुहुन्छ भने हाँस्दै नाच्दै बाँच्नुस्, किनकि चिन्तित मानिसहरू प्राय अस्पतालमा भेटिन्छन्। तपाई सिधा हुनुको मतलब यो होइन कि तपाई जो कोहीलाई आफ्नो फाइदा उठाउन दिनुस्। जुन दुःख देखिँदैन नि त्यो निकै दुःखदायी हुन्छ। म बदलिएको त दुनियाँले देख्छन्, तर बदलिनुको कारण कसैले सोध्दैनन्। छाया त घाम लागेपछि मात्रै आफूसँग उभिन्छ। यहाँ तपाई आफन्तले साथ छोडे भनेर किन गुनासो गर्नुहुन्छ? सम्बन्धको कदर गर्नु छ भने समय रहँदै गर्नुस्, किनकि पछि सुकिसकेको रुखमा पानी हालेर हरियालीको आश नगरेकै राम्रो। आफ्नाहरू तिनै हुन् जसलाई हाम्रो दुःखको महसुस हुन्छ, नत्र हालखबर त आउने जाने मानिसहरूले पनि सोध्ने गर्छन्। जुत्ता खियाएर बनाएको पहिचान र जुत्ता चाटेर बनाएको पहिचानमा धेरै फरक हुन्छ। पानीको थोपा जस्तो जीवन छ, तर मान्छेको घमण्ड समुद्र जत्रै। साँगुरो सोच भएका मानिसहरू न आफू अघि बढ्न सक्छन् न त साथमा भएकाहरूलाई अघि बढ्न दिन्छन्। सुन न, अरूको दुःखमा हाँस्नेहरू समयले जति बेला पनि शिकार गर्न सक्छ अनि हर दिशाबाट वार गर्न सक्छ। हाम्रो आँखा पनि उनीले खोलिदिन्छन् जसलाई हामी आँखा बन्द गरेर विश्वास गरेका हुन्छौँ।